हाम्रो चाहिँ झुबडीहरु गानाको सुटिङ भइरहेछ। हामी सबैजना मेन कलाकार हो हैन। सबैजना हाम्रो मेन कलाकार। हाम्रो सुटिङ हुँदैछ। हाम्रो यो गीत स्टोरीवाला गीत ओम शिव डिजिटल च्यानलमा आउँदैछ। सबैजनाले हेर्दिनु होला है त। सबैजनाले भनिदिनु त लाइक शेयर कमेन्ट भनेर। लाइक शेयर सबैजना कमेन्ट सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। आज बिहानको सुरुवात भइसकेको छ र हामी के ठाउँ हो यो नकौलीमा छौँ। यहाँ अर्ग्यानिक किम्बु बिहानीको नास्तासँगै अर्ग्यानिक किम्बु हामीले पाएका छौँ र हामी खाँदैछौँ। हेर्दै हुनुहुन्छ यहाँ देखाइदिनु स्याम्पल। इ कस्तो दामी किम्बु योहरूले थाहा पाउनु हुँदैन नि फेरि। अर्ग्यानिक किम्बु बवाल रहेछ। मिठो रहेछ। आजको बिहानीको नास्ता एकदम मिठो छ। बिहानको नास्ता धेरै मिठो हो। यहाँ हेर्नु मिनीहरू नि अलिकति यता आउनु। कति राम्रो जोडी यार, म दङ पर्छ यार। हेर्दाखेरि तामाङी जस्तो पनि देख्दैन, बाहुनी जस्तो पनि देख्दैन। उहाँ चाहिँ हाम्रो विजय सर राम्रो एक्टिङ गर्ने अब मुडमा हुनुहुन्छ। अहिले कतिजनालाई अहिले हातपात गर्ने हो ठेगान छैन। तर एक्टिङको खानी राम्रो मान्छे होला। थ्याङ्क यू, धन्यवाद। हाम्रो क्यामेरा दाइ, हाम्रो डाइरेक्टर साहब है, अनि हाम्रो सुजन सर कता हराउनु भयो खै। अनि यता ओम सर हुनुहुन्छ, उहाँ हाम्रो क्यारेक्टरमा हुनुहुन्छ। उहाँ दिदी। अनि हाम्रो दुईवटा क्यारेक्टर छ यहाँनिर, एउटा सलिम, एउटा विजय कृष्ण श्रेष्ठ। पछाडि एउटा सुट सकाएर आएर यहाँ बसेको छ। यता हाम्रो अर्को कलाकार बहिनी पनि हुनुहुन्छ। भर्खरै उहाँले आफ्नो एउटा सर्ट सकाएर आउनु भएको होइन। अनि उहाँ हुनुहुन्छ हाम्रो सुजन मम्मी है। सुजनजी हाम्रो कलाकार, मेन एक्टर सुजनजीको मम्मी र हाम्रो सुजनजीको बुवा हुनुहुन्छ। उहाँ त एक्टर पनि हो फेरि, उहाँ त एक्टर पनि हुनुहुन्छ। उहाँको नाम चाहिँ के हो? अजय। अजय? अजय थर चाहिँ के हो छोरी? अजय बाइबा सोल्टी हो। सोल्टी नै पऱ्यो त्यसपछि होइन। हामी यहाँ सुटिङमा छौँ। पानी पर्यो, पानी परिरहेको छ। यहाँ छ अनुहार लुकाइरहेको छ। किन लुकाइरहेको छ अनुहार? अब देखियो पानी परेको। उतापट्टि छ हाम्रो टिम। पानी परेर हाम्रो सुटिङ एकछिन रोकिएको छ। नमस्कार भगवान रूपी दर्शकहरूलाई। अब हाम्रो सुजन नेपाली बाबुले एउटा गीत बनाउनु भएको छ, म्युजिक भिडियो झुपडी घर। यो चाहिँ ओम शिव डिजिटल च्यानलबाट आउँदैछ। हजुरहरूले हेरेर पक्कै पनि हामीले यो एकदमै हेटौँडाको दुर्गम हेटौँडा नगरपालिकाको वडा नम्बर 1 मा आएर यो दुर्गम ठाउँमा सुटिङ गरेका छौँ। हजुरहरूको रमाइलोको लागि, हजुरहरूलाई शीतल बनाउनलाई मेहनत गरेका छौँ हामी सबैले। हजुरहरूले पक्कै पनि मन पराइदिनुहुन्छ भन्ने आशाका साथ आज हामीले गीत सक्यौँ। जय झोपडी घर। जय झोपडी घर। लाइक शेयर सब्स्क्राइब है त। लाइक शेयर सब्स्क्राइब अनि कमेन्ट पनि। कमेन्ट पनि। जय होस्।